सेवा नचलाऊ बहिनी आउँदैछ ओइ को यस्तो ओड्ने छैन छ मम्मी ओड्ने कहाँ के छ भित्र हेलो गाइज फेरि पनि स्वागत छ अब हामी यहाँ के मल लिन आएको है गाइज यो प्लान्ट सपमा हामी मल लिन आएको किनकि हामी खेतीपाती गर्न लागिरहेको छौँ मम्मी आउनु भएको छ होइन गार्डनमा खेतीपाती गर्न लाग्छौँ सो यहाँ यत्रो बारीमा सो यहाँ घरको चाहिँ एकदमै बालुवा मात्रै छ क्या सबै कुरा त्यही भएर हामीलाई चाहिँ माटो चाहियो अनि मल चाहियो एकदम चस्मा ठिकै भयो क्या यसलाई हेरौँ न गमला नि लाने हो एउटा फुल लिएर जाने हो त्यो आउटडोर हो बाहिर होला हो होइन यो नि यो पछि छुट्टाएर रोप्दा नि राम्रो सर्छ क्या अन्त पनि यो के भित्रको लागि बाहिरको लागि हामी उहाँ पार गर्थ्यौँ नि यस्तो देखेको थियो लेम भन्दा अलि योभन्दा अलिक हरियो तर यस्तो के यो के त घरभित्र लाग्यो कि बाहिर पनि हुन्छ घरभित्र त यस्तो हुन्छ कि एउटा लानु छ कि मेरो एउटा खाली हुन्छ हामी पाहाड जाँदाखेरि यो चाहिँ नि यस्तै थियो कि यो यस्तै थियो ल्याइकन ल्याउने भन्दा त्यतिकै आयो आफ्नो फुलै रहेछ नि फोटो खिच्दैन ठिक्क त धेरै ठुलो पनि छैन प्लान भन्दा के यो केमा हाल्छ मम्मी यो ए यो पनि हाल्छ क्या है ओ माई गड इज द्याट एउटा बोराको 48 नो थ्याङ्क यू Oh my goodness. Mommy, what was you? म यहाँ फ्लावर्स हेर्दै थिएँ नि बेबी What flowers? हो बोलेको कि दुईजना त्यहाँ न आफू पनि हेर्नु न अझ ए यसको त खेलाउन एउटा नि ल्याएन ए अन्त है आउँछ त्यहाँ नि दुईजना बोल्दैछ क्या को आइछ बेबी यस्तो मान्छे होइन को आइछ बेबी हेर्न अझ आजा आजा खाने हो थोरै म अहिले पनि खान्छु भातसँग खाने हो खुसी भएको कति सेवैया भन न सबैरा समाइरा अर्को हेर नि डराएको किन डराएको र कसलाई नै लाटेले उस हुन्छ मलाई साथी सेवैया साथी अब फेरि सँगै खेल्नुपर्छ गाह्रो भयो त्यसलाई अब हच्चा पछाडि आइज अलिकति
गइसक्यो बाहिर बेबी सके त सेवा नगर है ओइ 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 अब भएन चलो भयो नानीले जिउ गर लाग्छ चामल खुट्टामा जी गर जी गर छिटो खुट्टामा जी भन कुत्ता चाहिँ बाबु नकुछ है जान्दैनौ नि तिमीले सेरान जेन्टल भनेको मम्मीले के भन्यो जेन्टल क्लोज गर खुट्टा चाप्यो है बेबी नगर त्यो डटी हान तेरो होइन बेबी मर्निङ गाइस स्वागत छ फेरि पनि मेरो भ्लगमा आज बिहानको 8 बजेको छ अनि हामी चाहिँ सेवानलाई लगेर स्कुल जाँदैछौँ मम्मी र म सेविया बगीमा छ सो यहाँ यस्तै नै चलिरहेको छ हिजो दिनभरि पानी पर्यो त्यसैले आज अलिअलि चिसो छ त्यस्तो चिसो नै होइन यहाँ सेवाले नयाँ बाइक किनेको छ कम अन वे बाँकीको ब्लग खेती गर्नु है त Come on! खोइ 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 चलाउ न बल्ल पो सजिलो हुन्छ सेवा चलाउ Yes! Come on! खोइ Yes! Come on! And by the way guys, हाम्रो यता हामी बस्ने ठाउँतिर वरिपरि सबै माटोहरू किन बालुवा जस्तो छ क्या लाइक प्रपर माटै छैन होइन बालुवा जस्तो छ होइन पुरै कस्तो क्या एकदमै टाइट नै क्या एकदमै लुज टाइपको बालुवा छ होइन अनि हामीले चाहिँ घरमा खेतीपाती भन्नाले पनि घरमा हामीले साग उमार्ने भनेर अनि मम्मीले चाहिँ हल्का गोडिदिनु भएको छ अस्ति हामी मल किनेर आएको थियौँ नि त होइन अनि मम्मीले चाहिँ त्यहाँ सागहरू हालिदिनु भएको छ अनि हिजो हेरेको त अलिअलि पलाइरहेछ हौ बिकज हामीले त प्रपर माटो छैन नि त होइन अनि केमा हामीले उबारेको भने जस्ट मल र बालुवा मिक्स के गर्नु माटै छैन होइन माटो किनौँ भनेको नि कति महँगो होइन अनि एउटा बोराले कहाँ पुग्छ होइन 5, 6, 7वटा बोरा चाहिन्छ होइन त्योभन्दा त सागै किन्नु फाइदा हो नि त त्यही भएर हामीले माटो नकिनिकन आयो अनि बालुवा र त्यो मलमा यसो मम्मीले के गोडेर के गरिदिनु भयो हिजो अनि पलाइरहेको थियो अब चाहिँ मैले घर गएर देखाउँछु ल
कति पलेको छ भनेर अनि त्यही हो कि अब चाहिँ त्यो कस्तो फल्छ भन्ने मात्रै हो के मलाई चाहिँ एकदमै सागहरू एकदमै खानु मन लाग्छ होइन त्यो भएर मेन त्यो रायो सागहरू हुन्छ नि त्यो पक्चोय भन्ने चाहिँ यहीँ पाउँछ पसलमा पाउँछ रायो सागहरू पाउँदैन के सो मम्मीले बिउ लिएर आइदिनु भएको थियो अनि त्यही रोपेको आई होप राम्रै उम्रोस् होइन खान पाउँछ त्यही हो यतातिर अलिक सागहरू पाउनु अलिक गाह्रो के नेपाल जस्तो नै अब भेराइटी अफ सागै नपाउने नि त त्यही भएर हामी आफै उमार्न खोजेको अनि खुर्सानी पनि उमारेको खै 4-5वटा उम्रिरहेको छ सानो सानो क्या पात निस्किरहेको सो अहिले म गएर देखाउँछु ल घरमा गएर देखाउँछु त्यही हो यहाँको बालुवा छ के माटो आई विल सो यु यहाँको माटो हेर्नुहोस् यी बालुवा यस्तो टाइपको छ क्या यी के हो यस्तो पनि उम्रिन्छ भने के हेरेको आइज चल यो सब बालुवा हो यहाँ प्रपर माटो नै छैन के त्यो भएर बालुवा किन भनेको बडा यस्तो एक्सपेन्सिभ त्यो भन्दा त बरु साग किनेको फाइदा हेर्नु सक्नुहुन्छ यहाँ देख्नु भएको छ यो सब माटो यो के बालुवा यो हामी बस्ने ठाउँ हो यो सब बालुवा आई डोन्ट नो यहाँ किन त्यति धेरै बालुवा छ यहाँ सिस्नो पनि छ सिस्नो मैले अहिलेसम्म त सिस्नो खाएको छैन खान्न पनि खान्दिनँ होला Yes baby go ahead don't hey we forgot to bring your sunglasses don't eat हैन नचिला आँखा हैन आमा कहाँ पुगिसिद्यो छिटो हैन न ओके आमा कता तनी कति हाँसेको र फेरि आउला खायो त्यसै हाँस्यो हेर्न चिची हो त नि हाँस्नु पर्छ हो बुन्टु यता बोला नि तैँले आऊ आउने बाख्रे आउने आउने जाऊ मम्मी जाऊ हाम्रो फुलहरू हेर्न सक्नुहुन्छ यो पिङ्क रोज हो सेभियाको भात खुलाइमा पाएको अनि यो चाहिँ हामीले किनेको टिटिक्कको फुल यो सेवनको खेलाउन मेस्टअप छ यहाँ अनि हेर्न सक्नुहुन्छ पलाको देख्नु भएको छ यही हो बलिरहेछ के पलिरहेछ है वहाँसम्म छ यो मम्मीको मेहनत हो यति भयो त साग खान भइहाल्छ होइन अनि यता साग बनायो फेरि यहाँ चाहिँ के हो रे यो खुर्सानी डल्ले खुर्सानीको यहाँ उम्रिँदैछ अब यो कहिले हो थाहा छैन 2 वर्ष लाग्छ क्या यही होला हाम्रो मेहनत हाम्रो भन्दा नि मम्मीको मेहनत हामी त्यहाँ पाल बनाएर माटो हान्न आँटेको
कस्तो जेप्पाइते हो र यस्तो नि जेप्पाइते हुन्छ र खिच्ने नै यस्तै हो त कसको पिज्जा है गाइस हेरेर डोमिनोज हुन्छ होला मम्मी बरु आइडिया बिहारेर आइडिया अरे साग लाउने त्यहाँ कुन साग खोले सागको बिउ पाएको छौँ हामी उता दिदीले दिनुभएको छ होइन त्यही लगाउने अनि धेरै भयो भने अरू मान्छेहरु राम्रो सर्छ के त्यसलाई पानी चाहिन्छ धेरैमा हजुर बेबी यहाँ सेवियाले बोलाएको त्यो पहाडमा एकदम खोला पानीमा झर्नातिर हुन्छ हेर्नु त यहाँ एउटा यहाँ सन्दीपको काम हेर्नु त यहाँ काम बिगारेर सेविया बुन्चुरु एमेला बुन्चुरु हाय हेलो त्यही भिजाको वाला हो के त्यो टिस्यु पेपरमा भिजाको छ नि त्यही हो धनिया है म त अब यो ढुङ्गासुङ्गा छैन यसैले अलिअलि तलको भाग चाहिँ नि पानी नबोकोस् भनेर अलिअलि यसरी टाढाको पनि पारिदिन्छु कपडा सपेटै छैन यहाँ हाल्दैन त भन्छ मल जति तल गयो क्या यसो पाल बनाउनु पर्यो गजब से हुन्छ कि अब कता राख्ने सामान त्यसलाई यतै राख्ने नि उ यहाँ उ त्यहाँ रेलिङको साइडमा यो त पानी पर्यो भने नपर्ने हो त राखेर ढाक्नु हालिदिन्छु माटो पुगेर यहाँ भएको भएर ठिक हुन्छ अब उम्रियो भने सिमार्दै गर्दाखेरि मिलाइ काट्दै खानु बाक्लो उम्रियो भने त मजाले पहिला के अरे भने बाक्लो कस्तो छटछट खानेर है यो एकदम टाइम लाग्छ के डढेको बास्ना आयो केही त बसाल छैन भित्र हेर है something is burning है जाऊ छिटो भान्जे जानु त हेर्नु यता बाहिरबाट आएको के एकदम डर लाग्थ्यो
ल है हामीले यहाँ टन्नै सिस्नु देखेछ मम्मीले यहाँ सिस्नु टिप्दै हुनुहुन्छ यहाँ धेरै छ सिस्नु अस्तिदेखि हामीले आँखा लगाइरहेको थियौँ यहाँ होइन यता त मम्मी काटिदिइसकेछ त ओ यता नि त यता यो झ्याङ काटिदिइसकेछ त यता कति धेरै छ र कता गएको र खुट्टामा लाग्ला है सिस्नु हन्टिङ म त खान्न है मम्मीले मात्रै हो सिस्नु छ बाटोभरि हामीले यहाँ ग्लोभ्स लिएर आएको छौँ होइन यता झन् कति धेरै छ सेविया सुतिरहेको छ सेवान स्कुल गयो टिप्नु खानुपर्छ सिस्नु अहिले यताबाट मान्छे आयो भने मम्मीलाई भन्नुपर्छ होइन स्टप भनेर ए हाल्नु न दुई छाक भनेको अहिले विचार पुऱ्याउनु यहाँ कोही छैनन् कि उता पनि छ नि मम्मी उता टन्नै छ त देख्नु भएन ऊ अब गमबुट लिएर आउनु पर्ने भयो गमबुट बाफ्रे बाप दिएको छ है मम्मीले है फेरि नेपालीहरूले चान्स पायो भने गर्छ अझै टिप्नु के भयो भयो छैन त भन्दै टिप्नु भएको छ त्यत्रो छ सिस्नु हो त्यो सब कति हाँसेर आएको छ मलाई टिपेर नि पकाएर नि तर बास्ना त छ मिठो छ नमिठो हुनाले त्यति उ त छैन पाहाडको जस्तो चोपिल त छैन मिठो छ बास्ना पनि आहा फेरि खाने हो कि नै टिपेर खाने हो आफ्नो उसबाट चेस्टको उसबाट हामी यहाँ घाँस काट्न आँटेको आज सन्दीपको छुट्टी हल्का घाँस काट्दिउँ भनेर Look at my flowers कति राम्रो देखेछ मेरो फ्लावर्स काट्छ चस्मा ओए चस्मा लगायो भने चाहिँ
भने हुन्थ्यो के भयो फेरि के हुने बित्तिकै हेलो गाइस हामी स्कुल जाँदैछौँ सेवानको फेरि सेवानले चाहिँ अवार्ड जितेको छ हामी त्यही लिन जाँदैछौँ सन्दीप म अनि सेवेया सो या 2:10 मा बोलाएको छ हामी 2 बजेको छ अन द वे आजको तापक्रम एकदमै गर्मी रहेको छ गाइस कति छ 27 डिग्री छ होला भोलि त झन् ओभरै 30 नै गर्छ सो यहाँ हामी स्कुलतिर जाँदैछौँ आई डोन्ट थिङ्क सो आई क्यान टेक अ भिडियो त्यो पनि मलाई टाइममा पुग्नु मन लाग्छ नि त अनि ढिलो भयो नि ल बाटोमा जाम भयो भने के गर्ने केही हुँदैन जाम भयो नि के हुँदैन तिमीले बाटो किनेर राखेछौ क्या होइन सेवेया होइन होइन दादाको स्कुल जाने हो के हट हट ल हामी स्कुल पुग्यौँ है आमा कोसँग हो त्यस्तो आमा को हो टाउको जडाउने को हो You're going to be joined by someone who has got their silver certificate of merit. 20 merits, 200 merit points. We're going to go from 20 merits to 40 merits. 40 merits is a diamond certificate of merit. Congratulations to Scarlett, Ivan and Ethan. Hi, well done, baby. Sevan, what you eating? Chuyo jol. Chuyo baby. Pokyo hera ta tya plate ma. Samaira is also here. Paw Patrol khede chai Samaira le. Samaira. Abhi. No, re. No, don't do that to other baby. Other. Oh, goodness. Oh my goodness. Yalan na ito kote kalo ako. Nasaksa. Kalo ako yun. So we have to wait for about 10 minutes. A million minutes. त्यो त होइन होला Wait for 10 minutes. We're going to check it out. Buntu, 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 buntu. Buntu, 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 buntu. Buntu, 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 buntu. See, do we have gum? Buntu, buntu, buntu. Siapa?